दार्चुलाको व्यास क्षेत्र यस्तो क्षेत्र हो जहाँ वेद, पुराण, उपनिषद, महाभारत जस्ता ग्रन्थहरूको रचना गरियो। यतिसम्म कि गणतन्त्रको परिभाषा अहिले हामी खास गरी कम्युनिस्ट साथीहरू त भन्नुहुन्छ नै र हामी पनि त्यसमा मिसिएका छौँ कि गणतन्त्र हामीले ल्यायौँ। तर आजभन्दा 5 वर्ष पहिले दार्चुलाको व्यासमा गणतन्त्रको परिभाषा लेख्यो। गणानन्त्वा गणपति गुङ्हवा महे, प्रियनन्त्वा प्रियपति गुङ्हवा महे, निधिनन्त्वा निधिपति, लामो श्लोक छ। गण भनेको जनता, गणपति भनेको नेता। तिम्रो नेता यस्तो चुन जो प्रियभन्दा पनि प्रिय होस्, प्रियले मात्रै पुग्दैन है, त्यो विचार भएको पनि होस्। दार्चुलाको धरतीमा त्यो लेखियो गणतन्त्रको परिभाषा। त्यस्तै भगवानका कयौँ परिभाषाहरू आए। कसैले भगवान वक्रतुण्ड महाकाया कोटि सूर्य समप्रभा बाङ्गो नाकको छ भने, कसैले त्यसो छैन कस्तुरी तिलकम ललाट पटले वत्सस्थलेको। तर दार्चुलाको धरतीमा भगवानको परिभाषा लेख्यो। पूर्णमद पूर्णमिदम पूर्णातु पूर्णमुदच्यते पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते। अर्थात् भगवान भनेको सम्पूर्ण छ है। भगवानका पीस हुन सक्दैन, भगवानका टुक्रा हुन सक्दैनन्। सूर्यभन्दा ठुलो तरवार छ भने सूर्यका हजारौँ टुक्रा हुन सक्छन्, तर भगवानका टुक्रा हुन सक्दैनन्। भगवान भनेको सम्पूर्ण छ है। भगवानको परिभाषा लेख्यो। एउटा जोगी जसले यो देशभरि घुमेर पैदल यात्रा गरेर उसले देशैभरि घुमेर 6 करोड बराबरको तामा पित्तल, 2.5 करोड रुपियाँ उसले जम्मा गरेर भम्किनी धाममा पुर्यायो। थाहा छ खगराजजी, म यहाँलाई साह्रै सम्मान गर्छु। यहाँको भाषणबाट, यहाँका विचारबाट म स्वयं पनि प्रभावित छु। यहाँको पिताजी, पूज्य पिताजी जीवित हुनुहुन्छ कि हुन्न मलाई थाहा छैन। एकैचोटि बिहान यदि जीवित हुनुहुन्छ भने, यदि हुनुहुन्न भने पनि तपाईँको काका ठुलो बुवा जो जीवित हुनुहुन्छ एकचोटि बिहान स्नान गर्ने बेला यसो कान लगाएर सुन्नु होला। एउटा मन्त्र भन्ने गर्छन्, गङ्गे च यमुने चैव गोदावरी च सरस्वती नर्मदा सिन्धुकावेरी जलसिन्धु मन्त्र छ। ती नदीमध्ये कुन नदी नेपालमा पर्छ? गङ्गा नेपालको हो, जमुना नेपालको हो, नर्मदा नेपालको हो, सिन्धु नेपालको हो, कावेरी नेपालको हो? होइन। एउटा जोगीले नेपालीहरूलाई स्नान गर्दाखेरि नेपालीमा मन्त्र नेपालका नाउँबाट, नेपालका नदीका नाउँबाट स्नान गर्न सिकायो। गण्डकी कौशिकी चैव गोदावरी च बागमती बेत्रा नारायणी शुक्ला जलिस्मन सन्निधिम कुरु। अर्थात् त्यसले पुग्दैन भने अर्का नदी महाकाली तथा सेती भेरी कर्णालीमेव छ स्नानकालेस्तुर नित्यम महापातक नाशनम। अब संस्कृत यदि आउँदैन भने नेपालीमा सेती भेरी महाकाली गण्डकी कौशिकी अनि पारदिशन शुद्ध कर्णाली जति पार भए पनि अहिले नेपालीहरू त्यो मन्त्रले पढ्दैछन्, स्नान गर्दैछन्। त्यो जोगीले गरेको त्यत्रो मेहनत सुदूरपश्चिमको त्यो धरतीमा भम्किनी धाममा एउटा नेपाल आमाको मूर्ति 75 फिट अग्लो अष्टधातुको बन्दैछ। के त्यसमा समस्या भएको हो वामपन्थी साथीहरूलाई? त्यसै कारण भएको हो गठबन्धन। यति मात्रै होइन, अहिलेसम्म नेपालीहरू लर्को लाएर इन्डिया जान्थे। भारतमा 4वटा ठाउँमा कुम्भ हुन्छ, हरिद्वार, प्रयाग लगायतका 4वटा ठाउँमा। अहिले नेपालमा कुम्भको तरबाट पिण्ड स्थापना गरेर विजयपुरको डाँडामा पिण्डेश्वर स्थापना गरेको ठाउँमा नेपालमै कुम्भ हुन्छ भन्ने कुरा प्रमाणित गरेर काशी पण्डित साहबसँग साथ नेपाल कुम्भको देश भएको छ। त्यो जोगी हो। वैद्यनाथ हाम्रो यहीँनिर अछाममा छ, तर काठमाडौँबाट मात्रै 600 बस हरेक वर्ष भारतमा जान्छन् पाराली वैद्यनाथको दर्शन गर्न। वैद्यनाथ अछामको सही हो कि इन्डियाको सही हो? स्कन्द पुराण कसले लेख्यो? स्कन्दले, शिवजीको छोराले कार्तिकेयले। त्यो शिवजी कहाँको हो? कैलाशको। शिवजीकी श्रीमती कहाँ कि? पर्वतकी छोरी कैलाशकी। उसको छोरो कहाँ जन्म्यो? कैलाश। कैलाश कहाँ पर्छ? आसामको पलतिर। उसले किताब लेख्दाखेरि पराली वैद्यनाथको लेख्ला कि आसामको वैद्यनाथको लेख्ला? अहिले नेपालमा पुरै ज्योतिर्लिङ्ग नेपालमै छन् भन्ने कुरा प्रमाणित गरेको छ त्यो जोगीले। त्यो जोगीलाई हामीले जो सामान्य सोच्ने प्रयास गऱ्यौँ, मलाई लाग्छ सुदूरपश्चिममा जुन गुण लगाएको छ 6वटा ज्योतिर्लिङ्गहरू अहिले के अरे सुदूरपश्चिममा छन्। वैद्यनाथ, नागेश्वर, के अरे मल्लिकार्जुन लगायतका जो इन्डियामा पनि शैल्य शिखर दार्चुलामा,
नागेश्वर नागु दार्चुला, पाटन बैतडी, अनि त्यस्तै यस्ता ज्योतिर्लिङ्गहरू अहिले नेपालमै 12वटा छन् भन्ने कुरा प्रमाणित गरेको छ। त्यत्रो ठुलो गुण लाउने जोगीको अभियानमा राखेको अलिअलि पैसालाई पनि हामीले यो सरकारको निश्चित रूपमा ध्यान जानेछ भन्दै बिदा हुन्छु। धन्यवाद।